नमस्ते वेलकम ब्याक टु माई च्यानलमा ह्याप्पी हिट्स। आज चाहिँ हामीहरू मेरो बुढा र म 2026 हामी होलिडे जान लागेछौँ। टाढा त जान लागेको होइन, आइल्स अफ वाइटमा जान लागेछौँ। अनि भ्लग गर्न मन लाग्यो। हिजो नै मैले कपाल काटेको, त्यही भएर मलाई कस्तो फ्रेस फिल भयो। सोल्टी आर यु रेडी? यस अलरेडी। घरलाई चाहिँ बाई बाई भयो। Hello, good morning. Good morning, mate. You alright? Yeah, all good. Yourselves? Yeah, all good. Lane number 12, please. I've checked you in already. Alright, thank you very much. Thank Bye-bye. you. Lane number 12, yeah? Bye. Thank you. हामी त फेरि भित्र पस्न लागेछौँ कि सिपभित्र, ढुङ्गाभित्र यति। म त फर्स्ट टाइम हो नि यसरी गाडीमै चढेको। गाडी बनाले गाडी नै जहाजमा राखेर जान लाग्यो क्या, फेरीमा। ल हाम्रो गाडी चाहिँ हामीले यहाँ पार्क गरेछौँ। चाँडै नै गइदियो ल सबै आयो होला कि। ल हामी त लिफ्टमा जान लाग्यो। यस्तो भएको कि टोइलेटमा चाहिँ कस्तो धुवा कराउँदो रहेछ। त्यो यो भित्र त कराएको छैन है, त्यो टोइलेटमा त कस्तो भयो। यहाँ चाहिँ यो कम्पनी रहेछ। यहाँ त दोकान पनि रहेछ। यहाँ त चिसो हुँदो रहेछ है। माथि माथि हेर्नु हुँदो रहेछ है। घाम रहेछ यहाँ त। जाडो पो भयो त। बो भित्र जाम, बुढो एउटा फोटो खिचेर। त्यहाँ माथि जाने हो। यस्तो हुँदो रहेछ यहाँ त। एक्सक्युज मी। यहाँ त यस्तो रहेछ। चिसो रहेछ भाइ यहाँ त। माथि त भित्र जानुपर्छ। हेर्नु न, त्यहाँ बसेर पनि त्यस्तै तातो भयो होला कि। कहाँ त्यहाँ बस्ने ठाउँ छ नि। जाने हो? यो मेसिन होला नि यो। फर्स्ट टाइम होइन? फर्स्ट टाइम। ठुलो पानी जहाज यो कत्रो छ होला है पानी जहाज? सेकेन्ड टाइम हो, बुढोको चाहिँ सेकेन्ड टाइम, मेरो चाहिँ फर्स्ट टाइम। यहाँ चाहिँ पानी जहाज चाहिँ कति ठुलो है बुढो। टाढाबाट त झनै ठुलो देख्यो होला नि है। हेर, हामीले चाहिँ घरबाट नै ब्लुबेरिज र स्ट्रबेरी लिएर आएको थियो। अब त्यही खान लागेको। के खाँदै हो सल्टिनी? स्ट्रबेरी। Looks yummy. त्यहाँ चाहिँ पोर्ट्समथ हो। हजुरहरूले देख्नुभएको छ कि छैन, त्यहाँ चाहिँ पोर्ट्समथ छ है।
सालको ठिक छ हाउ यु यो फिलिङ मोबाइलबाट गर्दैन एकदमै खुसी म त तर टोयलेटमा चाहिँ ढुढुढुढु हुँदो रहेछ त्यो बेसी प्लेन जस्तै होला नि किनभने यिनीहरूले त्यो यिनीहरूको त्यो टोयलेटमा चाहिँ कस्तो हामी त के उतापट्टिको साइडमा गएको के यता मुनिपट्टिको यतापट्टिको साइडमा रहेछ लाइन है कता जाने सोल्टी अब जता जान्छ त्यतै जाने हाम्रो चाहिँ चेक इन चाहिँ 4 बजे मात्रै हो नि त त्यही भएर हामी चाहिँ अति नै चाँडो भयौँ कि आज चाहिँ चाँडै डुल्ने बुढ्यो भने थियो अति चाँडो भयो यिनीहरू त झन् अनि कहाँ जाने भनेर डिसाइड गर्नु बिहान चाँडो उठेपछि चाहिँ यस्तो डेन्जर के अरे घुम्ने ठाउँमा आइसक्यौँ आबोला 8 बज्दैछ 9 बज्दैछ ल है त आइल अफ वाइटमा चाहिँ आउने बित्तिकै यो खास त युके पनि त एउटा आइल्यान्ड जस्तै हो होइन यता जताततैबाट समुद्र छ अनि टुचुक्क छ नि त यो पनि जताबाटै समुद्र टुचुक्क छ तै पनि यो आइल्यान्ड जस्तै नहुने क्या भित्र सबै गाडीहरू भएर गए सोल्टा अलिकति भित्र पसेपछि चाहिँ जताततै यत्रो ठुल्ठुलो गाडीहरू लोरीहरू हिँडिरहेछ है अब आइल्यान्ड भएपछि त ओहो चप्पल र अनि साइकल मात्रै देखे पो ए भन्ने सबैले गाडी लिएर हिँड्ने सानो आइल्यान्ड होइन नि त सानो हो यो ठुलो आइल्यान्ड हो बुढो त्यति साह्रो ठुलो पनि होइन नि त ठिकैको हो कहाँ तिम्रो त्यो मालदिप्सको जस्तो आइल्यान्ड त होइन नि त मालदिप्सको त यत्रो हुन्छ होइन त्यहाँ जहाँ चाहिँ गाडी नै चल्दैन होइन साइकलमा चल्ने यो त ठुलै चङ्कको नि त त्यस्तो रहेछ तिनीहरूको कम्पेरिजन अब मैले चाहिँ भाइले अस्तिसम्म पार्ट टाइम कोसी क्लब भन्नेमा काम गर्थेँ नि त त्यही भएर चाहिँ त्यही अझै मैले नाम काटेको छैन कि 0 आवर कन्ट्र्याक्टको अनि यहाँ पनि रहेछ त्यही भएर त्यहीँ गएर 50% डिस्काउन्ट पाउँछ कि त्यही भएर जान लागेको हामी यहाँ जाने हो लेट्स गो घाम लागेको है है म त के है त्योमा पार्ट टाइम मात्रै गरेर पनि घुम्न जाँदा बेलामा त्यो रेस्टुरेन्ट अब लाउन्जर भन्ने ठुलो कम्पनी हो के कोजी क्लब भन्ने पनि हो तर फेरि त्यसको पनि टाउकेहरू चाहिँ ठुलो कम्पनी हुन्छ के अनि युकेमै नै 250 भन्दा बढी छ के अनि यो कम्पनी चाहिँ यो पनि रहेछ के लाउन्जर्स भन्नेको त्यही भएर 50% डिस्काउन्ट भनेको त हामीले लगभग 45 पाउन्डको खायौँ मलाई है 22 पाउन्ड मात्रै बिल तिर्न पाएँ कि मिठो त्यो खाना है महँगो न फेरि महँगो हल्का महँगै रहेछ है महँगै हो अरूभन्दा चाहिँ मैले खाएको ब्रेकफास्ट कति थियो 17 पाउन्ड जति थियो हामीहरू चाहिँ डिस्काउन्ट पायो भने कति खुसी हुन्छौँ है हामी त लोभीहरू हौँ के होलिडे आउट बजेको होइन है लोभी चाहिँ होइन तर जस्ट अभियसली डिस्काउन्ट पायो भने वाइ नट And thanks for the information. That's all right. It's And a pleasure. support. So don't Thank have you go and have a coffee when you're finished. You're welcome. Yeah, thank you. So sweet. Hello. Who is this beautiful? त्यो ब्युटिफुलको कुरा गर्नु Hey, हाम्रो यहाँ beautiful Prince Elizabeth. बिचरा हामीहरू चाहिँ के अरे अहिले चाहिँ क्यासलमा आएछौँ म त एक निदा बिहान 3 बजेबाट एक्साइटेड भएँ अनि त्यसपछि सुतिनँ अन्त म त फ्याङ्क भएर थाकेर अनि गाडीमा चाहिँ सुतेँ कि 1 घन्टा अहिले चाहिँ हामी क्यासलमा आएछौँ है ठुलो क्यासलमा ए You've got the tea room. गरेको त कस्तो नौलो लागिरहेछ मलाई ए यो फुल देख्छ
यही फुल हो नि त हाम्रो घरमा भएको डिस्पेन्सर के डिस्पेन्सर बास्ना डिफ्युजर भनौँ न अब त्यही फ्रेग्रेन्स डिफ्युजर ठुलो रहेछ है यो मौरी त्यसै घुम्दैन ल हामी चाहिँ अब क्यारिसब्रुक क्यासलको टुप्पामा हिँड्नेवाला छौँ होइन के हो यसको त्यो के भन्छ अरे त्यो वरिपरिको के भन्छ अरे वालको टुप्पामा होइन वालको टुप्पामा हिँड्ने भनेर एक्साइटेड सोल्टी है ल वालको टुप्पामा हिँडिदिहाल्नु ल डेन्जर हावा आउँदो रहेछ भाइ हो र मजाले हावा आउने बिस्तारै है बुढी बिस्तारै बिस्तारै यता होइन यता हो अब बुढी एल्सा यहाँ चाहिँ डङ्की बनिरहेछ हाई भन्ला है अहिले फेरि हेलो दुईटा डङ्की के रहेछ बुढी के डङ्की नुन होला नुन चार्ज चाट्छ नि होला नुन जस्तै लाग्यो है मलाई पराले नुन है त्यहाँ नि पिकनिक स्पट रहेछ नि Let's have them. Excuse me, what is that thing? Is that salt? Salt block. Yeah. Himalayan salt block. So they like to lick that after they've had a drink. Thank you so much. Thank you. So, And thanks for looking at yeah. It's not a Yes. job when you enjoy it. 23 years को रे यो चाहिँ 22-23 वर्ष रे यो चाहिँ 5 वर्ष मात्रै रे त्यही पनि एउटै छ बराबर छ कपाल चाहिँ यसको छोटो छ यो त 5 वर्षमै लक्का जवान भयो handsome हुन्छ केटो यो चाहिँ ठिटा भएछ यो चाहिँ बल्ल बुढो भएर बिचारा, होइन होइन होला यहाँबाट निस्किन लाग्यो कस्तो चिसो भएको भाइ हेर्नु त रिबिल्ड चाहिँ 1899 मा रे कस्तो के हावा त चिसो वाला जम त्यहीँ गएर खाना आज अहिले नि हँ? म चाहिँ त्यो नुडल खान्छु अहिलेको नुडल अनि तिमी चाहिँ अर्को के खाऊ 50% डिस्काउन्ट पायो भनेको त सोल्टा त फेरि पनि त्यही खान जाउँ छ अब के हो त्यही त हो नजिक यहाँ कस्तो ब्रेकफास्ट भयो अब लन्च खाने डिनर खानु पर्यो अनि 50% अफ छ भने त वाइन मिठो नि छ
अघिको नुडल राम्रो लागेको त्यो थियो नुडल चाहिँ म खान्छु तिमी चाहिँ अनि अर्को के खाऊ नि त बर्गर खान्छु म त अहिले त तिमी बर्गर खाऊ न के गर्दै हुन्छ नि बुढी किन यहाँ 5 मिनट हो अनि हाम्रो कार पार्क पनि फ्री हुन्छ हैन फ्री हुन्छ हामी चाहिँ hotel now. We just booked last hour मा सोल्टाले बुक गर्नु भएको त्यही पनि यतिको चाहिँ पायो है माया नेपालको जस्तै रहेछ यो त नेपालको जस्तै एनर्जी घाम चाहिँ टिलिक्कै हुँदो रहेछ गुड मर्निङ आज चाहिँ डे 2 हामीहरू चाहिँ के अरे कुन हो ठाउँमा बुढुले भन्नुभएको ठाउँमा जान लागेछौँ हिजो चाहिँ दुईटा एक्स्ट्रा ठाउँ जानु भन्नुभएको थियो आई वाज लाइक आई कान्ट आई जस्ट वान्ट टु गो नाइस प्लेस अनि एउटै ठाउँमा रमाइलो गरेर आउने भनेर आज चाहिँ हामी दुईटा ठाउँमा जानेवाला छ बिहानै छ नि त त्यही भएर सोल्टा चाहिँ यहाँ हाल्दै हुनुहुन्छ ह्यान्डसम भएर न्यू पिन्च हुँदै आज फर्स्ट टाइम लगाएको हो नि त सोल्टाले टी सर्ट न्यू पिन्च हुँदै कस्तो देखेछ ल भन्दै कमेन्ट हान्नुहोस् कमेन्ट हान्नुहोस् कमेन्ट डाउन बिलो मलाई चाहिँ जे लाग्यो पनि कस्तो नराम्रो देखेर आज म बुढाको ज्याकेट लगाएको छु किनभने त्यो के अरे वेदर फोरकास्टमा चाहिँ आज चाहिँ गर्मी हुन्छ भने थियो तर यस्तो दिन छ युकेमा जे पनि हुन्छ सो यहाँ ठुलो मोटे घोडाको होला नि त अनि कि यस्तो गरेर उकाउँदाखेरि त फ्याँ गरिदिन्छ नि त यत्रो ठुलो हुन्छ यो घोडाको खुट्टा होइन कि पहिला सुरु चाहिँ च्यापक्क बनाएर अनि त्यसपछि होइन त्यो घोडाको खुट्टामा चाहिँ उस गर्यो होला नि त त्यो अनि पछि चाहिँ त्यो निकाल्छ नि त्यतिखेर चाहिँ फ्याँ गरिदियो होला नि त तर घोडाको नै हो कि यो चाहिँ होला जस्तो लाग्यो है मलाई मैले गेस गरेको आई डोन्ट नो बट आई गेस हामी चाहिँ मोडल भिलेज भन्नेमा आएको के अहिले चाहिँ बिस्तारै अब यहाँ मार्दै सरी यहाँ चाहिँ कस्तो राम्रो घर है त्यो जिन्जर हाउस पहिला त्यो गोराहरूको जिन्जर हाउस के भन्थ्यो नि कार्टुनहरू के हाम्रो हो त्यस्तै घर है के त्यो जिन्जर हाउस बुकहरू हुन्थ्यो नि त त्यो नखसोस् भनेर नि हामी चाहिँ अनि मोडर्न भिलेजमा चाहिँ त्यहाँ गएर चाहिँ हेर्ने कि अब घर दोकान के अरे त्यो भिलेज नै मैले अघि भन्थेँ नि हजुरलाई येल्लो घर के है हो यो घर के यस्तो जाड हामी चाहिँ यहाँ जाने बुढो तपाईँ त सेट मिलेछ त कपडा त्योसँग मोडल भिलेजमै जानु लाग्छ रेस्टुरेन्ट सोल्टा जाडो भएर पनि नयाँ टी सर्ट देखाउने मलाई त भयो म भने यस्तो छ कपाल पनि बुढो भएर झ्याउ लाउने हामीहरू चाहिँ यहाँ जाने हो वरिपरि थ्याङ्क यू One question. You know the model village, is that the actual miniature version of this village? Yes. See? Yeah, I guessed it. And he was like, no, it can't be like, a village can't be this big. It's not all of the houses, but it's the houses as they would have been in the 1920s. So it's kind of frozen in time, if you like. So the bottom half of the garden is Godshill, the village that you're in, and the top half of the garden is Shanklin Old Village. Have you been to Shanklin, where the chine is? It takes you down to the seafront. Not yet. We are staying in Shanklin, but. Soldini, ready? Model village na hai lo. मेरो बुढा चाहिँ के होइन अरू बेलामा चाहिँ भिडियो गरम भने नि मान्दैन फेरि यो यो त एयरफिल्ड हो रे एकचोटि म भन्छु न क्विकली तर हामी होलिडे आउन लाग्यो भने चाहिँ मेरो बुढा जति ए बुढी यो खिच्दैन चाहिँ कसैले हेर सानो प्लेनहरू एयरक्राफ्टको है कस्तो हरिब यहाँ पनि एयरफिल्ड रहेछ नि त बुढी यो ठाउँमा यो भिलेजमा नि
हेर कति सानो सानो प्लेनहरू फर्स्ट वर्ल्ड वारको प्लेनहरू हो यिनीहरू त ए फर्स्ट वर्ल्ड वार भन्दा पनि त्यो राइट ब्रदरहरूले फर्स्ट टाइम प्लेन बनाएको प्लेनहरू हो लजम कस्तो छ कति राम्रो रुखहरू यार रियल रहेछ है बुढी ए यो त ठ्याक्क हाम्रो खोरामुखमा जस्तै हो र यो खोरामुखमा कीर्तिमान बाजेको घरमा छ कि यो अगाडिपट्टि यत्रो झुप्प किनभने हामी जहिले पनि खोरामुखमा हुँदाखेरि त्यो जिप कुरिएर बस्नु पर्थ्यो नि त कुन चाहिँ यो रातो जिप कुरेर बस्ने बेलामा माथि चाहिँ यत्रो हुन्थ्यो कि यो चाहिँ यहाँ चाहिँ सानो रहेछ तर उहाँ चाहिँ रुखै हुन्थ्यो ठुलो कस्तो मजाको है खोलामुखै रहेछ असल त ठुलै ए नमस्ते नमस्ते तपाईँले भिडियोमा देखेँ त्यहाँ धन्यवाद के अरे पोहोर हो कि के हो त्यो उसमा के अरे गोर्खा कपको ए अँ घरदेखि लाएर गोर्खा कप देखेँ त्यो हजुर कताबाट आउनुभयो हामी अल्ट्रासाउन्ड ए ए हामी चाहिँ रेडिङबाट हो कि हजुर नमस्ते बजाई धन्यवाद बजाई आँखा नदेख्ने कान नसुन्ने ल रमाइलो गर्नुहोस् है त नमस्ते बाजे होइन हामी भर्खर आएको हजुर जान्छौँ हामी पनि हजुर कति सानो सानो है यहाँ पनि हेर्नु न हाम्रो हात कति ठुलो देख्ने है ट्रिजहरू पनि रियल रहेछ कि सबै यहाँ त कस्तो मजाको कति बुढी यो रुख हेर न आज हाम्रो होटल यही हो यो पनि राम्रो रहेछ त्यो घर खै चर्च रहेछ कि ए यो के रहेछ चर्च जाडो भयो ट्रेन पनि रहेछ बुढो त्यहाँ त हो र बुढिरहेछ ट्रेन डाइनोसर गइरहेछ डाइनोसर र त्यो क्लास हुन लाग्यो त्यहाँ अर्को साइडबाट नै आएको छ ट्रेन मान्छे झुम्रेको थियो भाइ चक्लेटको मान्छे झुम्रेदैन न रुखमा कस्तो राम्रो देखेको एउटा केटा चाहिँ म चाहिँ यो हो कि यस्तो चढ्ने हेर्ने तलबाट हेरिरहेछ त्यो रातो लाउनेले हरियो यिनीहरू चाहिँ तपाईँ त पक्कै पनि त्यो निलो हुन्थ्यो होला सायद अन्त माथि म गएँ भनेर चङ्खे भएर बसिरहेको कस्तो लागिरहेछ त राम्रो रहेछ यो ठाउँ चाहिँ है कस्तो मेन त हरियाली के है कस्तो दामी दामी मिनेचर लाइक रुखहरू के यो रुख हेर्नु कस्तो दामी रहेछ यार बुढो चाहिँ फेरि के भन्नु ए रिभर पनि रहेछ बुढो चाहिँ रुख हेरेर हाम्रो घरमा पनि यस्तो रुख रोप्नु पाएँ भने यो रुखलाई गुगलमा हेऱ्यो भने 300 रुपियाँ 400 रुपियाँ महँगो छ नि यो त यिनीहरू त बोन्जाई ट्रीहरू हो नि त यो त होइन कस्तो राम्रो के ओरिजिनल रहेछ कि फेरि है लुक्स फेक बट 8 पाउन्डमा तर वर्थ नै छ यो प्लेस चाहिँ है तपाईँहरू नि आउनुभयो भने चाहिँ माइन्ड फ्रेसिङ
झ्याप 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 यहाँ चाहिँ 2765 मात्रै पऱ्यो रहेछ क्या ए यस्तो थियो कि यहाँ चाहिँ के होइन जताततै चाहिँ खाली छ कि रेस्टुरेन्टहरू यो मात्रै पाएको छ नि मैले बुढोले कि यो पक्कै सस्तो छ कि यो चाहिँ मिठो छ भनेको सस्तोवाला रहेछ कि है बुढो सस्तो त त्यति सस्तो त होइन बट यहाँ रिजनेबल छ कि 13 पाउन्ड भनेको अरू ठाउँमा त न त भने 20 पाउन्ड थियो एउटा खानेकुराको 22 पाउन्ड 23 पाउन्ड थियो नि त त्यो सीको छेउमा त्यहाँ पनि त्यो मेन्युमा त्यही भएर आयो मेरो सस्तो मलाई अप्ठ्यारो भयो Team who live and breathe travel. And if you want to get away soon, there's still time to find that perfect holiday. From beach and city break to cruise holidays. हो यसमा जान लाग्यो भन्नु यहीँ जाने हो त्यहाँ चिसो होला जस्तो छ है हेर हुसुनी लाग्यो ओ माई गड म त यस्तो गर्ने हो कि कस्तो ग्याङ्स्टर ओहो लज्जमै त हेर्नु न कुल कुलहरू केटाहरू छ ल ल ओके भाइ यहाँ उभिरहेछ Okay, close the stairs on its way. 3, 2, 1, sit down please. On your camera. Thank you. थ्याङ्क यू खुट्टा चाहिँ यसरी रहेछ है मनोज त राम्रोसँग राखेको कति डर लाग्यो डर लाग्यो डर लाग्यो माई लर्ड समात्दा म त यसो समात्छु म त डराउँदिनँ के यस्तो छ है डर लाग्यो डर लाग्यो जिस्केको कहाँ डर लाग्यो होइन होइन बुढो चाहिँ डराउन नि सक्छ है बुढो चाहिँ डराउन नि सक्छ है किनभने बुढो चाहिँ समात्दैछु कि कोही हल्ली हल्ली बुढो चाहिँ डराउनुहुन्छ है अग्लो है हेर खुट्टा यस्तो गर्नु न वाह डराएर है अरे खुट्टा त्यहीँ राख्नुपर्छ त क्या डर लाग्यो माई लर्ड देखेर यो डन डर लाग्यो ओ माई गॉड डरायो हेलो हाइटमै हुँदो रहेछ हेर त ओ माई गड तर कस्तो उस भएको कि है के भन्छ नि मेरो सोल्डा चाहिँ डराउनु भयो उस लागेर है वी हैव टु बी केयरफुल भाइ है फोन त त्यहाँबाट त सिधै तल रहेछ यार ओइ बुढो जब उ त्यो हुन्छ नि त्यो घटट्ट हुन्छ है त्यहाँ केयरफुल घटट्ट हुन्छ केयरफुल हात समात ए एकैछिनमा रहेछ नि त उता तल त हेर्नु न तर कस्तो सिधै यार हामीतिर देखाउनु न म त डराएँ भाइ यहाँ चाहिँ मलाई डर लाग्यो है हो र तल सिधै ओइ ए तल हेर त ओ माई गॉड ओहो तल हो तर हेभी स्लोली भएर चाहिँ डर लागेको छैन क्या है स्वाट्टै तल लैजान्छ नि त गयो नि फेरि डरायो खै त निडल निडल भन्ने देखेन कि यहीँ बस्ने होला कि यसरी होइन कि निडल भन्ने त्यो हामीले देखेको नि त्यतातिर हो कि सुलाएर देखेकै छैन ल हेर यतातिर हो कि ऊ देख्यो क्लिपहरू हल्का हल्का त्यहाँ हो कि निडल भएको के गर्नु अब यस्तो सुलाएर देख्नै भएन तर हामी स्लो जाँदो रहेछ यही त होला निडल हेर्नु त होइन यही पनि छ यो त होइन जे पाइदै हुन्छ यो त हाई गर्नुभयो हेलो हाई हेलो हेर्नु त ऊ त्यो के बुढी अलिअलि देखेको नि देखेँ त्यो बिच छ नि हिँड्दै जाउँ है त्यता तर
हामी अब एकैछिन बसे पनि यहाँ त जाडो भएर धेरै बस्न सकिन्न जस्तो क्या बिचमा है धेरै मान्छे त भड्याङबाट नि हिँडेर आउँदो रहेछ नि ऊ हाई Yeah. Yeah, put the feet back behind the bar. Don't to the right. far, pal. Off we go. Stand up. To the right. Quick गर्नु पर्दो रहेछ देखाउन मजाको देख्छु हो है कस्तो 11 के अरे 11 पाउन्ड एकजनाको 11 पाउन्ड त यो त वर्थ लागेन है मलाई एकैछिनमा त्यो भड्याङ झरेको भए पनि खासै प्रब्लम त हुन्थेन बुढी यहाँबाट चाहिँ बोटिङ जाँदो रहेछ कि जाम बोटिङ त यहाँ हो निडल हुने अब सबै हुसुले छेक्दैछ आँखै खाला जस्तो भयो हाम्रो चाहिँ यहाँ ढुङ्गा हान्दै बसेको है बुढो र म जुत्ता पुकालेर यहाँ चाहिँ घाम लाग्छेन भने घाम लाग्छ भनेपछि उसको पनि ला है बुढो कस्तो वेयर्डवाला तर यहाँ चाहिँ आँखा कस्तो तिरिमिरी हुँदो रहेछ चस्मा त लिएर आउनु पर्दो रहेछ बिर्सियो है हामीले चाहिँ गाडीमै र आँखा चाहिँ कस्तो तर कस्तोवाला घाम लाग्छ कि आँखै कस्तो कस्तो हुनेवाला कि है लाग्छ तर हुसुले छेकेको त्यही भएर तातो फिल भइरहेको नि त हिसाब स्टोनबाट स्टोन ब्रेकर पातलो खोइ खोज्नु पऱ्यो कि नत्र त ब्रेक गर्नै सक्दैन नि त हामी चाहिँ त्यो टार्गेट गरेको के ढुङ्गाले ऊ त्यो यल्लोलाई गर्नु यसलाई हो त्यसलाई यसलाई ए यहाँ बुढो हेर्नु त सबै छोप्पै छ उसुले त्यही भएर अब हामी फर्किन्छौँ होला आँखै कस्तो तिर्मिरहेको कि यहाँ चाहिँ ए लभली बोयले लभली ढुङ्गा निकाल्नु भयो तिमीलाई गिफ्ट म यो लैजान्छु है घर मुटु रहेछ निडल चाहिँ अलिअलि खुल्ले थियो र अब हाम्रो घर जाने बेला भयो अब त्यो आधी घन्टामा बन्द हुन्छ रहेछ उयो गरै जाऊ हजुर हामी 6 बजीसम्म बस्छ देख्छ कि 6 बजीसम्म त त्यो चल्नु परेन को हिँडेर जान सक्छ 3, 2, 1. Take a seat. You ain't got time for a photo, madam. के अरे फोटो खिच्ने फुर्सद छैन म्याडम छुट्टो जाउँ अगाडि गरौँ अगाडि राम्रो देखिन्छ हैन हेर नि यहाँ तल ए उता पनि हेरौँ न गइसक्यो यो त माटो होला है बुढी तल त माटो होइन त एकदमै कमजोर माटो जस्तो छ तर के कलर है हो तर के होइन बुढो यो सेफ्टी चाहिँ भेरी पोर है बुढो के बान्ने छैन कि होइन यहाँ अनि चकचके बच्चाहरू त यतिकै खस्यो भने त खस्यो न्या गरेर है सिट बेल्टहरू केही छैन त्यही त अनि अघि त्यो बच्चाहरू पनि गर्थ्यो नि त होइन त्यही भएर डर लाग्ने कि अहिले चाहिँ वेदर राम्रो हुँदै गयो घर आउने बेलामा मिडलको टुप्पा पनि देखियो खासै केही त नरहेछ त्यही हो त्यो टापु जस्तो डरको टापु जस्तो यो उसहरू चाहिँ ओरेन्ज कलरको यो येल्लो कलरको पेन्ट थियो होइन तर त्यही हो हाम्रो होलिडे चाहिँ अब यति हो जस्तो भोलि बिहान चाहिँ बिहानै उठेर अब घर जाने हो सर्ट एन्ड स्विट होलिडे भयो
So जस्ट yeah, मेन त नयाँ ठाउँ आइयो भनौँ I न love white on है तर यो चाहिँ डरले डोलको जस्तै भाइब्स आयो कि मलाई चाहिँ है थ्याङ्क यू फर वाचिङ भनौँ यहीमा स्माइल फर द क्यामेरा अरे Smile for the camera. यहाँ रहेछ क्यामेरा त यो फोटो खिच्ने होला नि हामीलाई ल बुडु अब यहीमा बाई बाई भनौँ कि भिडियो बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ हाम्रो होलिडे बुढाबुढी कपल होलिडे 2026 इज अफ नाउ साइनिङ अफ मेरो बुढीलाई नबिर्सिनु होला भिडियो नहाले पनि खुसी छे जेसिका भन्नु खुसी छ नि मेरो बुढी अब अहिले त्यही हो युकेमा आएपछि अलि त्यस्तै हो होइन बिजी लाइफ अलि बिजी लाइफ हुन्छ अब सोसियल मिडियामा अलि एक्टिभ हुँदैन त्यही पनि प्लिज फलो होइन सब्सक्राइब कमेन्ट लाइक्स के भन्छ के हो सो धेरै धेरै माया बाई बाई थ्याङ्क यू खुट्टा यस्तो गर्नु न डराउने के मेरो बुढो बल्ल